वेलकम गाइज माई युट्युब च्यानल। आज चाहिँ हामीले सिनो कोरियन नम्बर होइन युज गर्ने तरिका एकदेखिबाट 100सम्म कसरी चाहिँ कुन अवस्थामा प्रयोग गर्नुपर्ने हुन्छ भन्ने नियम चाहिँ कम्तीमा नि कति 18-19वटा नियम छ र कुन अवस्थामा लाग्छ भन्ने बारेमा हामी आज सिक्नेछौँ। सो अब भिडियो अगाडि बढाएर हेरौँ। बन चाहिँ खासमा यसको बन कस्तो अवस्थामा बन चाहिँ नम्बर हुन्छ भने कुनै पनि प्रश्नहरू गर्दाखेरि अथवा होइन क्वेसन प्रश्न अथवा खेलाडी नम्बरहरू गर्दाखेरि यो बन लगाएर त्यो मापन गर्ने एकाइ चाहिँ बन भयो। तर 1 2 3 4 भनेर गर्नको लागि चाहिँ इल इ साम साको प्रयोग गर्नुपर्ने हुन्छ। बुझ्नुभयो गाइस? बन भनेको नम्बर होइन, यो चाहिँ एकाइ एउटा। अब यो चाहिँ कस्तो खालको कुन बेला प्रयोग गर्न सकिने भयो त 1 नम्बर प्रश्न अनि 1 नम्बर खेलाडी भनेर प्रयोग गर्न सकिने भयो। पछाडि नम्बरको पछाडि इल बन्छ भनेको अब त 1 नम्बर भयो, त्यो इल इ सामबाट गर्ने भएको र इल बन भयो होइन। अब यसलाई हान बन भन्न पऱ्यो। हान बन लगायो भने त फेरि एकपटक हुन जान्छ ल। हान बन भनेको चाहिँ एकपटक हुन्छ। यो बन चाहिँ फेरि हानादुल ओरिजिनल कोरियनमा पनि युज हुन्छ। सो अहिलेलाई बन भनेको नम्बर हो। नम्बर भनेको नम्बरको अगाडि इल आउने बित्तिकै 1 नम्बर हुन्छ भनेर सम्झ्यौँ। दोस्रो नम्बरमा छ बुन। बुन भनेको मिनेट। बुन भनेको मिनेट भनेर सम्झ्यौँ, किनभने मिनेटलाई हामीले जहिले पनि सिनो कोरियन नम्बरबाट युज गरिन्छ। जस्तै सिनो नम्बर इल इ साम साबाट गनिन्छ। सो हामीलाई 2 मिनेट 1 मिनेट होइन 10 मिनेट 20 मिनेट 50 मिनेट भन्नु पऱ्यो भने इल इ साम साको प्रयोग गरेर बोल्न पऱ्यो। जस्तै इल बुन भनेको के हो त 1 मिनेट। अनि सजिलोको लागि चाहिँ यो बुन भनेको मिनेट भनेर सम्झिनु, छ भनेको सेकेन्ड। नेपालमा जस्तै मिनेट र सेकेन्ड जस्तै हो। अब इली सामबाट प्रयोग गरिन्छ भन्ने बुझ्दा नि भयो। इलबुन भनेको 1 मिनेट भयो, बुन भनेको मिनेट भनेर पढायो नि त। छ भनेको सेकेन्ड भनेर पढायो नि त। छ भने इल्चो भनेको 1 सेकेन्ड भनेको हप्ता। यसरी नै सजिलो हुन्छ। हप्ताहरू गन्दा पनि इल इ साम साबाट नि गनिँदो रहेछ भन्ने बुझ्नु पर्यो। 1 हप्ता 2 हप्ता 3 हप्ता भनेर के। अब 1 हप्ता भन्नु पऱ्यो भने इल्जु इल भन्नु पऱ्यो। 2 हप्ता भन्नु पऱ्यो भने के भन्नु पऱ्यो त इजु इल भन्नु पऱ्यो। अब 3 हप्ता भन्नु पऱ्यो के हो त सामजु इल भन्नु पऱ्यो। बुझ्नुभयो? अर्को गेवल। यो गेवल चाहिँ खास के हो भने महिनाको अवधि हो ल। 1 महिनाको अवधि हुन्छ, 3 महिनाको अवधि हुन्छ, 6 महिनाको अवधि हुन्छ। यो महिनाको त्यो भित्रको अवधिलाई भनिन्छ गेवल। त्यस्तो खालको महिनाहरू गन्दाखेरि पनि इल इ सामबाटै गनिन्छ। जस्तै इल गेवल भन्ने बित्तिकै 1 महिनाको अवधि भन्नु पऱ्यो। गेवलले चाहिँ के जनायो भने महिनाको अवधि भन्ने जनायो कि। अब इल इ सामबाट यस्ता अवधिहरूलाई इल इ सामबाट गनिँदो रहेछ भनेर बुझ्नु पऱ्यो। अर्को छ छुङ। यो छुङ भनेको तल्ला भनेर बुझ्नु। छुङ भनेको तल्ला ल। अर्को छुङ भनेको फेरि बिच पनि हुन्छ होइन। तर यो छुङ आउँछ नि, यो काटेको छ आयो भने चाहिँ तल्ला भनेर बुझ्नु। घरको तल्लाहरू गन्दाखेरि यस्तै इल इ सामबाटै गनिन्छ। किनभने यिनीहरू भनेको धेरै तल्ला हुन्छ, 100भन्दा मास्तिर तल्ला पनि हुन्छ नि त घर। त्यही भएर इल इ सामको प्रयोग गरेको। अनि होसिल भनेको के हो त होसिल अथवा हो भनेको त कोठा नम्बरहरू गन्दाखेरि ल। कोठा नम्बर कस्तो खालको, अब यो होसिल र हो भन्ने आउने बित्तिकै कोठा नम्बर भनेर बुझ्नु पऱ्यो ल। अनि कस्तो भनेको यो चाहिँ ठुला अपार्टमेन्टहरूको कोठाहरू गन्दाखेरि, हस्पिटलको कोठाहरू गन्दाखेरि जुन 100वटा कोठाभन्दा बढी हुन्छ नि, त्यस्ता गर्न नसकिने अनि 100वटा मात्र नभई कोठाहरू के घर बाहेकको कोठाहरू गन्दाखेरि चाहिँ होसिलमा गनिन्छ। जुन इल होसिल भनेको के हो त 1 नम्बर कोठा। अर्को थोन भनेको पैसाहरू गन्दाखेरि चाहिँ
होइन इलिसामबाटै गनिन्छ पैसाहरू। अब पैसा नाप्ने एकाइहरू चाहिँ के हो त, वन छ। वन भनेको पैसा होइन, मुद्रा। अब यो ओन चाहिँ किन लेख्या भने पैसामा मापन, पैसालाई पनि मापन गर्ने एकाइ छ नि त वन। त्यही भएको कारणले हामीले अब ओमान थोन भनेर लेख्नु मिल्यो त मिलेन नि। त्यसको पनि छुट्टै एउटा ऊ छ, क्राइटेरिया छ। त्यही भएर अब हामीलाई पैसाहरू गर्न पऱ्यो भने नि इलिसामबाटै गर्ने हो। अब 50,000 भन्नु पऱ्यो भने के भने त, पैसा गन्दाभन्दा पछाडि हेर्नुहोस् त, ओमान ओन के हो त, 50,000 ओन भनेको। अब इनबुन भनेको भाग। यो इनबुन भनेको भाग है त। यो कस्तो खालको भाग भनेकै, अब तपाईँ दुईजना साथीहरू रेस्टुरेन्टमा गएर खाना खान जानुभयो। त्यस्तो अवस्थामा तपाईँलाई होइन, मलाई चाहिँ यो मोमो एक भाग भन्नु पऱ्यो भने कसरी भन्नु पऱ्यो भने त, मोमो 2 भाग भनेर भन्नु पऱ्यो भने कसरी भन्ने त भन्दाखेरि इनबुन लगाएर प्रयोग गर्ने। इनबुन भनेको भाग हो। त्यसको अगाडि इलिसाम्सा लगाउने बित्तिकै कति भाग भन्ने बुझ्नुपर्ने हुन्छ। इरिनबुन भनेको के हो त, 1 भाग भनेर बुझ्नु पऱ्यो। इनबुन भनेको के हो त, 2 भाग भनेर बुझ्नु पऱ्यो, जुन खानाहरूको भागहरू। अनि अर्को होसन भनेको के हो त, होइन होसन भनेको लाइन हो कि। होसन भन्ने बित्तिकै लाइन भनेर सम्झिनुहोस्। त्यो अब कस्तो खालको लाइन हुन्छ भने मान्छेको लाइन बाहेक है त। होसन भनेको बस तथा रेलहरूको लाइन है त। कस्तो हो नि, अब लाइन कस्तो खालको लाइन भन्ने, बसको लाइन। अब काठमाडौँदेखिबाट हेटौँडा जाने बसको लाइन, त्यो एउटा रोडको त्यो लाइन हुन्छ, अनि अर्को रेलको लाइन हुन्छ। हो त्यस्तो लाइनलाई चाहिँ अब जस यो होसन भनेको लाइन हो, जुन रेलको ट्र्याकहरू गन्दा, बसको लाइन ट्र्याकहरू गन्दाखेरि होसनमा गनिन्छ। जस्तै इल होसन भनेको 1 नम्बर लाइन भनेर बुझ्नुहोस्। अर्को छ नेनवल इल भनेको के हो त, वर्ष महिना गतेलाई पनि इलिसाममै प्रयोग गरिन्छ। जस्तै सन् 2000 होइन, 2023 1 महिना 1 गते भन्नु पऱ्यो भने के भन्ने त, छन् इसिप्साम नेन इरवल इरिल भन्नु पऱ्यो। 2023 होइन, 2023 वर्ष अनि कति भयो त, 1 महिना 1 गते यसरी भन्न सकिन्छ। कसरी त, इलिसामको प्रयोग गरेर। अब मुगे भनेको तौल हो। तौललाई पनि त्यसको एउटा मापन गर्ने एउटा एकाइ छ। अब त्यसलाई पनि के गर, एउटा किलोग्राम हो, एउटा ग्राम हो। कोरियन भाषामा नि ग्रामलाई ग्रामै भन्छ, किलोग्रामलाई किलोग्रामै भन्छ। अब यसलाई पनि इलिसामबाट नै युज गर्न सकिन्छ अथवा युजै गरिन्छ भन्ने अवस्थामा यो कुराको इलिसामको प्रयोग गरेर यहाँ देखाएको छ। तौलको पछाडि हेर्नुहोस् त, इल किलोग्राम भनेको के हो त, 1 किलोग्राम। अब 2 किलोग्राम भन्नु पऱ्यो भने इ किलोग्राम भन्नु पऱ्यो, 2 किलोग्राम। अब मलाई 1 ग्राम मात्र भन्नु पऱ्यो त इल घुरेम भन्यो, 1 ग्राम हो। इलिसामको तौलहरूको मापन गर्दा पनि, तौलको मापन गर्दा पनि इलिसामको प्रयोग गर्नुपर्छ। अब खरी भनेको दूरी, बाटोहरूको डिस्ट्यान्सहरू नाप्दाखेरि, अब दूरी नाप्दाखेरि त के गरी नाप्नुपर्छ, इलिसामसाबाट 1 किलोमिटर, 2 किलोमिटर, 3 मिटर, 4 मिटर गरेर गनिन्छ। हो यस्तो अवस्थामा पनि इलिसामको प्रयोग गर्न सकिन्छ। इल किलोमिटर भनेको 1 किलोमिटर। अर्को 16 नम्बरमा छ सेन्टिमिटर। सेन्टिमिटर भनेको के हो त, यो पनि मापन गर्ने एउटा एकाइ हो। यसलाई पनि मिटर सेन्टिमिटर भन्दाखेरि पनि इलिसामबाटै प्रयोग गर्नुपर्ने भयो। इल सेन्टिमिटर भनेको 1 मिटर भनेर यहाँनिर देखाएको छ। अर्को छनुवा वन हो भनेको के हो त, फोन नम्बर है त। छनुवा वन हो भनेको फोन नम्बर। अब तपाईँलाई कसैले तपाईँको फोन नम्बर कति हो भनेर सोध्ला,
त्यो पनि भन्न सक्नु पर्यो। छनुवा वन हो। फोन नम्बर गन्दाखेरि चाहिँ अब नेपालमा 98बाट सुरु हुन्छ। ती नम्बरहरूको अगाडिको इल इसामबाट गन्दै जाने। 9लाई 9 नै भन्ने, 8लाई 8 भन्ने होइन, 6लाई 6 नै भन्ने, त्यसरी भन्दा केही त्यसरी नै भन्ने हो। तर मैले उदाहरणको लागि 14-14वटा मात्र बनाइदिएको छु। फोन नम्बर 14-14 पनि हुन्छ। यो नेपाली टेलिकमको नम्बर हो होइन, 14-14। इल साम बुझ्नुभयो, 1414। अर्को से 6 वर्ष। इसी भनेको के हो त? इसी भनेको 20, से भनेको वर्ष, 20 वर्ष। यो से अथवा से भनेको वर्ष भने बुझ्नु, इसिप से भनेको 20 वर्ष। यस्तो वर्षहरूको अगाडि पनि के लाग्ने रहेछ त? इल इसामको प्रयोग गर्नु मिल्दो रहेछ भन्ने कुरा बुझ्नुहोस्। सो आज हामीले 18वटा चाहिँ सिनो कोरियन युज गर्ने एउटा कस्तो ठाउँमा चाहिँ सिनो कोरियन लाग्छ भनेर चाहिँ प्रयोग बारेमा हामीले पढ्यौँ। इवल भनेको के हो त? फेब्रुअरी भनेर गन्दाखेरि पनि के को इलिसामको प्रयोग गरिन्छ। महिनाको गन्ती गर्दाखेरि पनि इलिसामबाट प्रयोग गरिन्छ भनेर बुझ्नु पर्यो। अर्को छुइल भनेको हप्ताहरू। 1 हप्ता 2 हप्ता गरेर गर्नु पर्दाखेरि इल भनेको के हो त? 1 हप्ता होइन, 10 हप्ता भन्नु पर्यो भने के भन्नु? सिप छुइल भनेको 10 हप्ता भन्नु पर्यो। अर्को दिन र गते गन्दाखेरि 1 दिन 2 दिन भनेर गन्दाखेरि इलिसामबाटै प्रयोग गरिन्छ। 5 नम्बरमा हेर्नुहोस्, इल भनेको के हो त? इरिल भनेको के हो त? 1 दिन। अझ 1 गते भन्दा नि भयो। इरिल भनेको 1 दिन पनि हुने भयो, 1 गते पनि हुने भयो। ओइल भनेको के हो त? 5 दिन पनि हुने भयो, 5 गते पनि हुने भयो। अर्को छ वर्षहरू गन्दाखेरि। नेन भनेको वर्ष ल त, नेन भनेको वर्ष गन्दाखेरि कस्तरी हेर्नु त? 2016 7को महिना 25 गते भनेर भनिएको छ। ल हेरौँ है त। यी छन् भनेको 2000। सिप युग भनेको के हो त? 16। नेन भनेको वर्ष होइन त। अर्को पछाडि हेर्नु है। छिरुवल भनेको के हो त? 7को महिना। इसिप ओ इल भनेको के हो त? 25 गते भनेर लेखेको छ। सो यसरी गन्दाखेरि इलिसामको प्रयोग गर्नु पर्यो भनेर थाहा हुनु पर्यो। खरी भनेको बाटो है त। अब यो खरी भनेको बाटो, खरी भनेको दूरी पनि हुन्छ। अनि बुझ्नुहोस्, खरी बाटो पनि हो, दूरी पनि हो, बुझिहाल्नुहोस्। अघि हामीले दूरी भनेर पढ्यौँ। अब एउटा बाटो 2टा बाटो भनेर गन्न पर्दाखेरि चाहिँ के हो भने यी खरी भनेको कति हो त? 2 बाटो। सा खरी भनेको कति हो त? 4 बाटो भनेर बुझ्नु पर्यो। अब सामखरी भन्ने आएन कि, यहाँ एकचोटि साखरी भनेको छ, छोटकरीमा लेखेको छ। यसरी नै लेखिन्छ कोरियन भाषामा। सागरी भनेको के हो त? 4 बाटो। अर्को नाटकहरूको भाग गन्दाले होएबाट गनिन्छ। अब 1 भाग 2 भाग गरेर गन्दाखेरि के हो त? नाटकहरूको भाग होएबाट गनिन्छ। यो यति महत्त्वपूर्ण नि छैन। इल हो भनेको के हो? इल होए भनेको त 1 पार्ट भनेको। अब 1 भाग होला। इ होए भनेको के हो त? 2 भाग भनेको। यति धेरै महत्त्वपूर्ण छैन। 8 नम्बर। अर्को 3 नम्बरमा तौल मुगे हेर्नु है त। 1 केजी भन्दाखेरि के भन्नुपर्ने हुन्छ? इल अनि इल किलो भन्नु पर्यो। इल किलो 1 केजी। अनि 2 नम्बर साम किलो भनेको 3 केजी। अर्को वर्ष पुरा हुँदाखेरि पनि यसको प्रयोग गरिन्छ। यो चाहिँ महत्त्वपूर्णै छ है त। वर्षको पुरा हुँदाखेरि यसलाई प्रयोग गरिन्छ अरे। 10 नम्बरमा हेरौँ यहाँनिर। ल 10 नम्बर ठ्याक्क पुऱ्याइदिउँ नि। ल हेरौँ है। वर्षको पुरा हुँदाखेरि इलिसामको प्रयोग गरिन्छ। जस्तै वर्ष पुरा भनेर बुझ्नु पर्यो। छुनेन भनेको वर्ष पुरा। खेरुन भनेको विवाह। सा भनेको 4। छुनेन भनेको 4 वर्ष पुरा भन्नु पर्यो। खेरोन साजुनेन भनेको विवाह 4 वर्ष पुरा भनेको। अब यहाँनिर कोरिया मुद्राको एकाइ भनेको के हो त? 1
पहिचान गर्दाखेरि केमा गर्नुपर्ने भयो त इल इसामबाटै गर्नुपर्ने हो। फेक 1 भनेको 100 इछन 1 भनेको के हो त 200 अर्को खानाको भाग गर्दाखेरि इनबुनमा गनिन्छ। जस्तै इल इनबुन भनेको 1 भाग, साम इनबुन भनेको के हो त 3 भाग। अर्को घरको तल्ला गर्दाखेरि ओछुङ भनेको 5 तल्ला। अर्को पेज अथवा चोक भनेको फेइजी अथवा पेजलाई चोक पनि भन्दो रहेछ, फेइजी पनि भन्दो रहेछ, यहाँबाट बुझ्न सकिन्छ। सो छिल सिप फेइजी भनेको के हो त 70 पेज भनेको, छिल सिप फेइजी भनेको के हो त 70 पेज भएको। अर्को रोल नम्बर र सङ्ख्या नम्बर भनेको, अनि खेलाडी नम्बर गर्दाखेरि के भन्नुभयो त 1 लगाएर इलिसामको प्रयोग गरेपछि O1 भनेको 5 नम्बर भयो। अर्को कोठाहरू गर्दाखेरि सिप हो भनेको के हो 10 कोठा, फेक सिप ओ भनेको के हो त 105 कोठा हो। यसरी इलिसामको प्रयोग गर्न सकिन्छ। आई होप मैले भनेको कुराहरू तपाईँले बुझ्नुभयो होला। अनि अलिकति यहाँ 17 नम्बरमा हेर्नुहोस् त, लम्बाइ के हो त खिल भनेको के हो त लम्बाइ होइन, नल भनेको के हो त चौडाइ। अर्को खी भनेको के हो त उचाइ र खिप भनेको के हो त गहिराइ हो। यो मिनिङ एकदम महत्त्वपूर्ण छ। लम्बाइ, चौडाइ, उचाइ, गहिराइ यो मिनिङ चाहिँ महत्त्वपूर्ण छ। तपाईँले ध्यान दिएर पढ्नु होला। यो महत्त्वपूर्ण यो चाहिँ आइरहन्छ। सो यसलाई लम्बाइ, चौडाइ, उचाइको मापन गर्दा पनि केमा गर्ने भयो त इलिसामको प्रयोग गर्नुपर्ने भयो भन्ने बुझ्नुहोस्। अर्को रेलको ट्र्याक भनेको होसन। यो होसन भनेको के हो त 6 नम्बरको 6 नम्बरको ट्र्याक अथवा 6 नम्बर भन्दा नि भयो। अर्को 19 नम्बरमा छ गुवा भनेको के हो त पाठ गर्दाखेरि गुवा भनेको पाठ, 1 पाठ। ओसिप इलगुवा भनेको 50 पाठ। हामीले आज कति पाठ पढ्यौँ भनेर भन्नु पर्यो भने यो गुवाबाट गर्निदो रहेछ इलिसामको प्रयोग गरेर। सो आजको भिडियो कतिको बुझ्नुभयो गाइस? आजको भिडियो यतिकै। अर्को नेक्स्ट भिडियोमा चाहिँ हामी हानादुलाको ओरिजिनल कोरियन नम्बरको प्रयोगको बारेमा भिडियो बनाउने छौँ। सो बुझ्नुभयो होला। आजको भिडियो यतिकै। बाई बाई।